कैलालीको तोरापुरमा विशाल कालिका माताको मूर्ति पुग्दा तोरापुरका मूल बर्गर खुशीराम चौधरी भए अत्यन्तै खुसी। थारू गुरुवा वैधवा सोरनिया समाज केन्द्रकी सदस्य शान्ति देवी धामी वैद्य मातालाई धन्यवाद व्यक्त गर्दै धार्मिक आस्था र एकताको सन्देश दिए। यस्तो आज तपाईँ तोरापुर शिव पार्वती मन्दिरमा आउनु भएको छ, खासमा किन आउनुभयो यहाँ? हाम्रो यहाँ तोरियापुर यो जानकी एक तोरियापुरमा चाहिँ श्रीमद् भागवत सप्ताह महायज्ञ चलिराखेको छ, 7 दिनको हुन्छ। यसैमा हामी चाहिँ सबै तोरियापुर गाउँवासीहरू हामी यहाँ यो भागवत सुन्न आउँछौँ। माताजीले चाहिँ विशाल कालिका माताको मूर्ति ल्याएर आउनु भएको छ भनेपछि हिजो परिक्रमा गर्नुभयो। पथरयाको 2टा मन्दिर, त्यसै गरी दुर्गौलीमा यहाँका स्थानीयहरू पनि धेरैजना जानुभएको थियो, हिँडेरै माताजीलाई साथ दिनुभएको थियो। तपाईँ जानुभएको थियो कि थिएन, त्यो दृश्य देख्नुभयो कि देख्नु भएन? मैले जान पाएन, यतातिर मैले बिजी भइहालेँ, त्यही हिसाबले जान पाएन। अरू चाहिँ हाम्रो गाउँका जुन समाजका मान्छेहरू थिए त्यहाँ उहाँलाई सहयोग गरेको थिएँ। धेरैजनाले सहयोग गर्नुभएको थियो माताजीलाई। हजुर। जुन आज चाहिँ उहाँको मन्दिरमा स्थापना गरिँदैछ, के छ भन्नुपर्ने? उहाँको अब हाम्रो यो कालिका माताको आज चाहिँ मूर्ति स्थापना हुन्छ, प्राण प्रतिष्ठानको दिन हो। हामी पनि जति सक्छौँ उपस्थित हुनेछौँ यस कार्यक्रममा। माताजीको शक्ति कतिको छ तपाईँलाई महसुस गर्नुभएको छ, देख्नु भएको छ? मैले त महसुस गरेको छु, मलाई लाग्छ आस्था हो भगवानप्रति। यहाँ चाहिँ धेरैजना आउनुहुन्छ नि त माताजीलाई जुन विश्वास गरेर, धेरैजना भक्तजनहरू बिरामी लगायत धेरैजना आउनुहुन्छ र हजुरलाई थाहै होला त, तपाईँ त स्थानीय, त्यही पनि बर्गर हुनुहुन्छ यहाँको मुख्य मान्छे। माताजीको काम कस्तो लाग्छ? माताजीले जुन अहिले कार्य गरिराख्नु भएको छ, उहाँ माताजीको कुरा आयो, उहाँ चाहिँ अब दुखी मान्छेहरू आउनुहुन्छ, उहाँको कामप्रति चाहिँ एकदम सराहनीय छ। मेरो व्यक्तिगतबाट पनि, बर्गरको नाताले पनि, अनि हाम्रो तोरियापुर गाउँवासीको नाताले पनि उहाँहरू एकदम पुरै सघाइराख्नु भएको छ। हामीले पनि सघाइराख्नुहुन्छ, एकदम सराहनीय काम छ सर। साथ दिनुहुन्छ त्यसो माताजीलाई? के छ भन्नुपर्ने? के छ माताजीलाई भन्नुपर्ने? के छ माताजी यहाँ सुनिराख्नु भएको छ तपाईँसँग? माताजीले अब विगतका दिनदेखि यस्तै सेवा गरिराख्नु भएको छ सबैलाई, दिन दुखीहरूलाई। अझ पनि यस्तै सेवा गर्नुहुन्छ भनेर हामी आशावादी छौँ।